गर्ग चेपन ऋषि आश्रम क्षेत्र वैदिक सभ्यताको धरोहर। माछापुच्छ्रे र अन्नपूर्ण हिमालयको काखमा अवस्थित ऋषिमुनि र तपस्वीहरूको पवित्र भूमि। यहाँका नदी, पहाड र वन वनस्पतिमा अझै पनि वैदिक युगको सुगन्ध रहँदै आएको छ। यही धरतीमा कास्की र तनहुँको सीमा क्षेत्र पोखरा महानगरपालिका वार्ड नम्बर 26 देखि 33 सम्म र शुक्लागण्डकी नगरपालिका वार्ड नम्बर 2 मा अवस्थित छ। पोखरा महानगरपालिका वार्ड नम्बर 32 यो जुन पहरे पानी भनिन्छ, ऐतिहासिक कालमा गर्ग ऋषिले यो कुवाबाट पानी खाएको प्रमाण पनि रहेको छ। देवभूमि नेपाल भन्ने पुस्तकमा गर्ग ऋषिमा नाम चिनिन्छ। ज्योतिष, गणितका ज्योतिष एवं गणितका पिता जुन गर्ग ऋषिले यो स्थानमा जुन पानी खाने गरेको प्रमाण पनि रहेको छ। यसलाई पहरे पानी पनि भनिन्छ बोलीचालीको भाषामा, स्थानीयको भाषामा यसलाई पहरे पानी भनेर चिनिन्छ। विगतमा यहाँ चैतमा पनि पानी खाने चल्थ्यो, तर अहिले यति बेला चाहिँ पानी सुकेको अवस्था रहेको छ। तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वार्ड नम्बर 2 जुन हाम्रो पूर्व दक्षिणतर्फ देख्न सकिन्छ कोत्रे खोला, र कास्की जिल्लाको पोखरा महानगरपालिका वार्ड नम्बर 32 स्थित त्यो जुन सङ्गम स्थल छ कोत्रे खोला अर्थात् चेवन नदी र शुक्लागण्डकी भनेकी सरस्वती नदीको सङ्गम स्थल जुन यो कोत्रे खोलाको दोभान छ, यो दोभानलाई जुन कुम्भ मेलाको आयोजना गर्न लागि छ। जुन प्रत्येक 6 वर्षमा यहाँ कुम्भ मेलाको आयोजना गरिन्छ। यो जुन सङ्गम स्थलमा यहाँ एकातिरबाट चेवन ऋषिको मूर्ति स्थापना गरिन्छ भने अर्कोतर्फ गर्ग ऋषिको मूर्तिको स्थापना गरिन्छ, र यो सङ्गम स्थललाई प्रत्येक 6 वर्षमा कुम्भ मेलाको आयोजना गर्न लागि छ। र यहाँ 1008 कुनै विश्वमा पनि कहीँ पनि छैन कि 1008 पानीका जलधाराले स्नान गर्न पनि श्रद्धालुहरूले पाउनेछन्। जुन यो कोत्रे खोला अर्थात् यो चेवन नदी र शुक्लागण्डकी भनेकी सरस्वती नदीको सङ्गम स्थल पनि हो। चुनेमुडा अर्थात् चेवन ऋषिको यो आश्रम हो। यो जुन शुक्लागण्डकी नगरपालिका वार्ड नम्बर 2 तनहुँमा यो पृथ्वी राजमार्गको हाइवेसँगै पर्दछ। यहाँ आजभन्दा हजारौँ वर्ष पहिले जुन चेवन ऋषि, जसलाई हामीले विज्ञानका पिता भनेर पनि चिनिन्छ, जुन चेवन ऋषिकै नामबाट 54 थरीका जडीबुडी मिलाएर चेवन प्रास पनि बनाउने गरिन्छ। यो चेवन ऋषिको आश्रम हो। यहाँ तपस्या गरेर उनी वयोवृद्ध भए अनि उसलाई धमिराले चाहिँ पुरै छोयो र उनकी चाहिँ श्रीमतीले त्यो औषधि खुवाएर 54 थरीका जडीबुडी खुवाएर उनी नयाँ यौवन पाएको अवस्था पनि रहेको छ। जुन नवयौवन पाउने भनेको रूपाताल जुन पोखरा महानगरपालिकाको वार्ड नम्बर 32 मा पर्छ। जुन रूपातालमा पनि त्यसपछि नवयौवन पाएपछि रूपातालमा गएर तपस्या गरेको देवभूमि नेपाल भन्ने पुस्तकमा पनि पाइन्छ। यो पृथ्वी राजमार्गसँग जोडिएको छ। त्यसको तलपट्टि कुवा पनि रहेको छ जसलाई चेवन कुवा भनिन्छ, र यो चेवन ऋषिले तपस्या गरेको स्थल हो। र यसको चाहिँ उत्तरतर्फ अन्नपूर्ण र माछापुच्छ्रेको दृश्य अवलोकन गर्न पनि सकिन्छ। यो गर्ग चेवन ऋषि आश्रम क्षेत्र अनुसन्धान तथा विकास समिति पोखरा 32 हो। यस समितिको स्थापना नेपालको धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको अनुसन्धान, संरक्षण र विकासका लागि गरिएको हो। गर्ग र चेवन ऋषिको तपोभूमि, गुफा, कुवा, सरस्वती नदी, शुक्लागण्डकी र चेवन खोला जस्ता पवित्र स्थलहरूको पहिचान र संरक्षण गर्नु संस्थाको उद्देश्य रहेको छ। यो गर्ग चेवन ऋषि अनुसन्धान तथा विकास समिति पोखरा 32 तल्लो गौडा कास्कीले जुन यो प्रोजेक्टको लागि DPR तयार गर्नको लागि जुन यो गर्ग र चेवन ऋषिको जुन आश्रमहरू छ, उनको क्षेत्रहरू छ, त्यसको लागि अहिले हामी जुन चैनपुर पोखरा महानगरपालिका वार्ड नम्बर 32 चैनपुरमा रहेका छौँ। चेवन ऋषिकै नामबाट यो चैनपुर रहेको भन्ने किम्वदन्ती पनि छ। जुन यो यसमा लेखिएको छ यो किताबमा, बेगनास ताल यतापट्टि पश्चिमतिर बेगनास ताल र पूर्वतर्फ रूपातालको बिचमा भातृ पर्वत रहेको छ। यो भातृ पर्वतमा पनि चेवन ऋषिले तपस्या गरेर
बसेको चाहिँ छ। त्यसको सिधै तल पश्चिमपट्टि सीताको गुफा पनि रहेको छ। यो एकदम धार्मिक क्षेत्र हो, जुन हामी चैनपुर अथवा चेवन ऋषिले जुन तपस्या गरेर बसेको ठामबाटै चैनपुर रहेको भनी यो किताबमा लेखिएको छ। यो किताब छ आध्यात्मिक नेपाल देवभूमि नेपाल र आध्यात्मिक नेपाल भन्ने पुस्तकमा पाइन्छ र यसैको आधारमा हामीले एउटा प्रोजेक्ट बनाउन लागिएको छ। यी संस्थाहरू केवल पुरानो कथा होइनन्, यी त वैदिक सभ्यताको जीवित प्रमाण हुन्। धार्मिक पर्यटकीय दृष्टि। यो समिति साबिक लेखनाथका सातवटै ताल, चुनेमुडा, लामपाटा, रानीवन, दुर्गा मन्दिर, राधाकृष्ण मन्दिर र हेलमेट डाँडा, चेवनपुरी, चैनपुर, सीतागुफा क्षेत्रलाई धार्मिक पर्यटन स्थलका रूपमा विकास गर्न प्रयासरत छ। पोखरालाई मुक्तिनाथ क्षेत्रको प्रवेशद्वार, उपत्यकाको प्रवेशद्वार र हिमालयको राजधानीका रूपमा चिनाउने परिकल्पना गरिएको छ, किनकि यो क्षेत्र हिमालयको सामिप्यसँगै यो उपत्यका, यसको प्रभाव क्षेत्र र नेपालकै धेरै हिमाल श्रृङ्खला देख्ने ठाउँ पनि हो। हरेक 6 वर्षमा यहाँ कुम्भ मेला आयोजना गर्ने योजना रहेको छ, जहाँ चेवन र सरस्वती नदीको सङ्गममा पोखरा 32 को 7 तहरामा 1008 जलधारा र ऋषिहरूको प्रतिमूर्तिहरू स्थापना गरिने। किट अर्थात् माउरी पालनलाई व्यापक विस्तार र 54 थरीका जडीबुटीका बोटहरू यसको प्रभाव क्षेत्रमा रोपिनेछन्। सांस्कृतिक संरक्षण र वैदिक शिक्षा। यस आश्रम क्षेत्रमा राधाकृष्ण मन्दिर, गुरुकुल वृद्धाश्रम, योग ध्यान केन्द्र, वेद ध्यानशाला, गौशाला र औषधि बगैँचा स्थापनाको योजना समेत रहेको छ। वैदिक परम्परा र संस्कारलाई आधुनिक शिक्षा र प्रविधिसँग जोड्दै प्रकृति, संस्कृति र प्रविधिलाई धर्म, शिक्षा र विज्ञान बीचको समन्वय स्थापित गर्ने लक्ष्य लिएको छ। प्राकृतिक र जैविक अनुसन्धान। कोत्रेखोला, रूपाताल र बेगनासताल आसपासका क्षेत्रमा 54 प्रकारका जडीबुटीहरूको पहिचान र संरक्षण हुँदैछ। यहीबाट चेवनबुटी उत्पादन गर्ने योजना पनि अघि बढाइएको छ। साथै मौरी व्यवसाय, मोती खेती, जैविक चिया उत्पादन र रैथाने बालीको संरक्षण मार्फत कोत्रेखोलाको डुन्डुरमा पाइने मलेबा अर्थात् शान्तिको प्रतीकको रूपमा स्थापित गर्दै लेखनाथ क्षेत्रलाई धार्मिक, पर्यटन र जैविक अनुसन्धान केन्द्र बनाउने अभिप्राय राखिएको छ। यो समिति पोखरा महानगरपालिका, शुक्लागण्डकी नगरपालिका, गण्डकी विश्वविद्यालय र पोखरा विश्वविद्यालयसँग सहकार्य गर्दै संयुक्त अनुसन्धान र विकास कार्य अघि बढाइँदैछ। यस आश्रमलाई धार्मिक, शैक्षिक र पर्यटन केन्द्रको रूपमा संस्थागत बनाउनु र धर्म, शिक्षा र विज्ञानको समन्वय मार्फत बौद्धिक र आध्यात्मिक चेतना फैलाउनु हो। गर्ग ऋषिको परिचय। गर्ग ऋषि प्राचीन वैदिक कालमा महान ब्राह्मण ऋषि र ज्योतिषीचार्य। उनी भृगु वंशका वंशज र अंगिरसका शिष्य थिए। भगवान कृष्णका गुरुका रूपमा परिचित गर्गाचार्यले नन्द गाउँमा कृष्ण र बलरामको नामकरण संस्कार गरेका थिए। उनको गर्ग संहिता ग्रन्थमा ब्राह्मण, विज्ञान, धर्मशास्त्र र कृष्णलीलाका गहिरा सिद्धान्तहरू पाइन्छन्। चेवन ऋषि भृगु ऋषिका पुत्र, तपस्वी र आयुर्वेदका प्रेरणादाता हुन्। कथाअनुसार उनी गहिरो ध्यानमा लीन हुँदा बोट बिरुवाले उनको शरीर ढाक्यो, तर राजकुमारी सुकन्याले उनलाई पुनः जीवन दिएपछि चेवन ऋषिले जडीबुटीहरूको प्रयोगद्वारा आफ्नो शरीरलाई पुनः जवान बनाए। त्यस्तै घटनाबाट उत्पन्न भयो प्रसिद्ध आयुर्वेदिक औषधि च्यवनप्राश। गर्ग ऋषि ज्योतिष र ब्रह्मज्ञानका आचार्य। चेवन ऋषि आयुर्वेद र जीवन पुनरुत्थानका प्रवर्तकका रूपमा लिइन्छ। दुवै ऋषिको तपोभूमि यही नेपालको कास्की जिल्ला र तनहुँ जिल्लाको सिमाना क्षेत्रमा रहेको मानिन्छ। यही भूमि योग, ध्यान र वैदिक ज्ञानको धरोहर पनि हो। गर्ग र चेवन ऋषिको योगदान केवल इतिहास होइन, यो हाम्रो आध्यात्मिक चेतनाको मेरुदण्ड हो। तिनीहरूको ज्ञान र साधनाबाट प्रेरणा लिएर आजको आधुनिक युगमा पनि वैदिक शिक्षा, योग, ध्यान र प्राकृतिक उपचार प्रवर्धन गर्न सकिन्छ। गर्ग चेवन ऋषि आश्रम क्षेत्र नेपालको धार्मिक, सांस्कृतिक र वैदिक गौरवको प्रतीक हो। तयार पार्ने श्री गर्ग चेवन ऋषि आश्रम क्षेत्र अनुसन्धान तथा विकास समिति पोखरा 32 तलघौडा कास्की। अध्यक्ष एवं परिकल्पनाकार कविराज खनाल र सचिव भुला भण्डारी। भिडियो सम्पादन रामशरण नेपाली। छायाङ्कन खेमबहादुर गुरुङ। विशेष सहयोग पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, पोखरा र गण्डकी विश्वविद्यालय। हस्त धन्यवाद।